गुड मर्निङ। आज हामी वर्षी जान आँटेको होइन। यहाँ छ फुर्मेत। हेलो भन्। गुड मर्निङ। अहिले चाहिँ 5 बज्दैछ होइन। हामी यहाँ बजारसम्म चाहिँ आएको होइन। तपाईँहरूलाई म बाटोमा देखाउने छु। तिमीलाई के भन्नु छ? तपाईँलाई फुल देखाउनु छु। अरू किनकि मात्रै देखाउनु छ। रोडोडेन्ड्रन देखाउनु छु तपाईँहरूलाई। गुराँस देख्नु सक्नुहुन्छ तपाईँले। सिन हुन्छ सिन यो हो। चतुरे पनि जाँदैछ। अब चाहिँ हामी होइन वर्षा आइपुग्नु आँट्यो। अब चाहिँ हिँडेर जाने यहाँबाट चाहिँ। तपाईँहरूले देख्नु सक्नुहुन्छ यहाँ चाहिँ यस्तो कलरहरूको छ अहिले होइन। फुर्मेत यस गाइस हामी पुग्यो। यहाँ सेन्सर यता हेमको नाम मिसे गोविन्द। खैतिर झोला छैन। यो माथि चाहिँ के हो देख्नु सक्नुहुन्छ। पहाडै पहाड हो। गाडी चाहिँ यस्तो बेसी रहेछ क्या आज। तलै राख्यो गाडी चाहिँ। यस्तो बेसी भिडै भिड छ। गाडीको भिड यस्तो ज्यादा। गाइसहरू चाहिँ यत्तिको छ है यिनीहरूको जोस चाहिँ। तपाईँहरूले चाहिँ अहिले यो पिङ्क कलरको मात्रै हुँदैछ होइन। माथितिर गएपछि म भेराइटी गुराँस देखाउने छु तपाईँहरूलाई। यस्तोहरू पनि देख्नु सक्नुहुन्छ हो। यहाँ चाहिँ पिङ्क कलरकोहरू मात्रै छ हो। यो चाहिँ लाइट पिङ्क हल्का वाइट खालके। खै ओ माथिबाट चाहिँ तपाईँहरूलाई म देखाउने छु ल। यहाँ हेर्नु देख्नु सक्नुहुन्छ। वाह दामी छ नि। यहाँ चाहिँ पिङ्क मात्रै रहेछ। पहिलाको पालि आउँदा चाहिँ एउटा थिएन यहाँनिर। वाह हेर्नु सक्नुहुन्छ यहाँनिर हामीले एउटा रेड रहेछ र पिङ्कै पिङ्क मात्रै। फुर्मित मिसको चाहिँ जोस यत्तिको छ है। ल यो चाहिँ देख्न सक्नुहुन्छ हिले हो। यसलाई चाहिँ हिले भनेर भन्छ। यहाँ चाहिँ चियाहरू खाजाहरू के खाने होइन त्योहरू पाउँछ। कम्ती हो कम्ती यसो देख्न सक्नुहुन्छ तपाईँहरूले। यसले हो अब चाहिँ उकालो लागेको होइन। यो चाहिँ हो उकालो जाने बाटो। अब चाहिँ हामी लागेको यो चाहिँ खास वर्षेको बाटो हो होइन। तपाईँहरूलाई अघि उयो देखाउनु पाइनँ नि मैले अलिकति त्यहाँ उयो भयो कि। अन्त यो चाहिँ स्टाफ हो। तपाईँहरूलाई म बाटोमा देखाउँदैछु। मेरो गाइडहरू चाहिँ यहाँ छ। आफ्नो केटाहरू यस्तो ठगार छ क्या अनि भन्दै थियो कि छिटो पुग्यो। सो फाइनली गाइज अब वर्षमा हामी आइपुग्यौँ र वर्ष एक्ज्याक्ट पुग्नु चाहिँ तपाईँहरूलाई 4 किलोमिटर होला। 1 किलोमिटर त हामी हिँडिसक्यौँ दुईजना साथीहरू। 3 किलो छ। 3 किलोमिटर होला। मजा आउने भयो। यसरी नेचरसँग घुलमिल्नुपर्छ बेला बेला सधैँ नभए पनि। अन्त कस्तो लाग्दैछ कबु? वाउ दामी के रमाइलो। सेकेन्ड टाइम हो आज 0 किलोमिटरमै पुग्ने हामी चाहिँ।
वर्षेको पहिला चाहिँ 1 किलोमिटरमा मात्रै पुगेको थियो हामी पुगेन आज हामी 0 0मा पुग्छ हामी ल योपालि चाहिँ वे टु 0 अनि युवराज कस्तो हुँदैछ फिलिङ्सहरू कस्तो छ एकदम रमाइलो नेचरसँग मजा आउँदैछ घामसाम लाग्दैको भए चाहिँ अझै रमाइलो हुन्थ्यो है अझै रमाइलो हुन्थ्यो गीत चाहियो भने गीत बजाउनु हुँदैन गीत चाहियो भन्छ उयोहरूलाई डिस्टर्ब हुन्छ चराचुरुङ्गीलाई चराचुरुङ्गीहरू हुन्छ है तर मैले सुनेको यहाँको चराचुरुङ्गी पनि गीतमा नाच्नै भएको छ अरे त See you soon, see you soon. Okay. हिँड है अन्त कस्तो हुँदैछ मजा आउँदैछ हिँड्नु मजा आउँदैछ बाल यहीँबाट ट्रेकिङ अचानकले है अचानक ट्रेकिङले खतरा बनाइदिनु आदि साथीहरूलाई भन्नु पाएन सडनली त भनेको भने गाडीमा अड्दैन थियो नि त सडन भयो नि त मलाई यहाँ हेर्नु त है भाइ छिटो क्यामेरामा हामी छिटो हिँड्नुपर्छ भाइ पक्री पक्री भाइ पक्री यिनीहरूलाई थकाउनुपर्छ कि त्यहाँदेखि हामीले जित्नुपर्छ हामी अगाडि पुग्नुपर्छ है के हामीभन्दा अगाडि पुग्छ होला है अगाडि पुग्छ जस्तो छ त छिटो हिँड्दा छिटो हिँड्दा छिटो हिँड्दा अलिक छिटो यिनीहरूलाई जित्नुपर्छ हौ छिटो हिँड्न गोविन्द हामीलाई जित्छ होला नि आइपुग्यो बल्ल बल्ल अब Way 0 to देखाउँछु तपाईँलाई 0 Yeah man Finally आइपुग्यो हामी चाहिँ वर्ष बल्ल बल्ल Where is कवि कवि पछाडि छ अब तपाईँहरूलाई म गुराँस देखाउँछु गुराँस वर्ष आइपुग्यो यसरी चाहिँ हामी So अब हेमराज Come buddy come फर्स्टमा कस्तो लाग्दैछ मिस कविता म थाकेँ आज चाहिँ आज चाहिँ बल्ल देख्नु पायो हामीले गुराँस पहिलाको पालि यस यो अन्त गुराँस कस्तो लाग्दैछ मिस मिस अमुल Wow, this is the view. वर्ष त यो भिडियो यहाँ चाहिँ तपाईँहरूले देख्नुहुन्छ मजाको लेक वर्षी यहाँ चाहिँ यस्तो छ है ल अब वर्षको भ्यू यो होइन भने चाहिँ कुन चाहिँ हो त जाऊ त मात्रै थियो यहाँ त नि यहाँ पनि वर्ष चाहिँ यस्तो भएको छ है आज यहाँ चाहिँ आगो फुक्दैछ यसले होइन यो चाहिँ अब हामी आगो ताप्ने मजाले हो यहाँबाट भ्यू देख्नु सक्नुहुन्छ दामी देख्दो रहेछ यस्तो दामी हो यस्तो देख्दैछ पिस शान्ति वर्ष हामी आइरहेको छौँ होइन र यो आजको हाम्रो वर्षको यात्रामा चाहिँ हामीसँग एकजना कोरियाबाट आउनुभएका बहिनी पनि हुनुहुन्छ होइन अनि कोरियाबाट आएको बहिनी चाहिँ पुरा जाडो मान्नु हुँदो रहेछ त्यो भएर चाहिँ उहाँले चिया हाल्नु हुँदैछ दिनुहुन्छ हामीलाई कोरियन बहिनी अनि अर्को यहाँ भाइ हाम्रो भाइजान गोविन्द भाइजानले चाहिँ आगो फुक्नु हुँदैछ हो मजाले आगो फुक्नु हुँदैछ अनि यता हाम्रो कविता मिसले चाहिँ
देख्न सक्नुहुन्छ सेम हो यता हेर्दै यस्तो छ वरिपरि चाहिँ मजाले फुलिरहेको रहेछ अहिले हो गाइस आजको चाहिँ यति नै थियो होइन मेरो चाहिँ ब्याट्री सक्नु आँट्यो नि त अन्त मैले यतिमै राखिदिएँ आजको अन्त अरूहरू चाहिँ तलैतिर चाहिँ काँचो छ हो यहाँ चाहिँ छ दादा र फुमित तपाईँले वरिपरि देख्न सक्नुहुन्छ गुराँस होइन ए हो अब तपाईँहरूलाई म डाइरेक्ट नेक्स्ट ब्लगमा भेट्छु आजको चाहिँ यति नै थियो बाई बाई सी यु इन द नेक्स्ट ब्लग बाई डरलाग्दो एउटा असर गरिरहेको हुन्छ त्यो हामी कहिले हेर्दैन होइन कोही मान्छेले चाहिँ म्युजिक बोकेर चाहिँ पुरा बजाइरहेको छ होइन ठुलो आवाज चाहिँ बजाइरहेको छ उनीहरू इन्जोय त गरिरहेको छ तर त्यो उनीहरूको इन्जोयमा चाहिँ